हेलो हेलो सम्पूर्ण साथीहरूलाई नमस्ते। हजुरहरू आरामै हुनुहुन्छ होला, हामी पनि आरामै छौँ। हेर्नुस्, हामी यसरी बेसार बनाउँछौँ। आज 4-5 दिन भयो बेसार जोतेको, बनाएर भ्याएको छैनौँ। हेर्नुस्, बेसार फेरि कति धेरै फुलेको छ के। हेर्नुस्, जरा सुकेर काट्न पनि बनेको छैन, सुकेछ। दिउँसो बोलाउन परिहाल्छ। हेर्नुस् के गर्ने, बिहान आजभरि बिहान आएर बेसार बनाउन लागेको छु। बनाएर भ्याएको छैनौँ, आज बनाएर भ्याउँछौँ कि। बेसार त कति राम्रो फुलेको कि। हेर्नुस्, 2 वर्षको खने जोतेको हो बेसार। 2 वर्षमा जोतेपछि यति धेरै फल्ने रहेछ। हेर्नुस् कति ठुला ठुला छ। जरा पनि कति धेरै जरा लगाएको छ। जरा पनि फाल्न सकिएको छैन, हातले पनि चुरेर फालेको छु। हँसेल काटेको छैन जरा सुकेर। हेर्नुहोस् साथीहरू, यिनी सानालाई बिउ र चाना काटेर बेसार बनाउँछौँ। बेसार बनाएर तरकारीमा राखेर खाने गराउँछौँ। बिउ हुन्छ यिनी साना सेलाहरू। ठुलो चानी उसिनेर यसलाई सुटो पारेर बेच्छौँ हामीले। यी ठुला ठुला भरि उसिनेर सुटो पारेर बेच्छौँ हामीले। साना भरि बिउ र चाना काटेर बेसार बनाउँछौँ, तरकारीमा राखेर खाने बनाउँछौँ। ठुला भरि सुटो बनाएर बेच्छौँ हामीले। जरा काट्दै काट्दैन। हेर्नु, हातले चुर्नै पर्यो। सुकेर काटिँदै काटिन्न। यो हेर्नुहोस् हाम्रो गाउँघरको काम। घाँस उरा गर्ने, बेसारहरू बनाउने, मकै, गहुँ, धान, तोरी, खेतीपाती गर्ने, किसानी काम गर्ने गर्छौँ हामीले। गोरु बाख्रा भैँसीहरू कुखुरा सबै पाल्छौँ। गाउँघरको किसानी काम हो यो। हेर्नुहोस्, हँसेल नकाटेर हातले चुरिरहनु परेको छ। अहिले गोरु बाख्रा फुकाउन ढिलो हुन्छ भनेर हतार हतार गर्नु परेको छ। हेर्नुहोस्, अहिले गोरु बाख्रा भुकाइहाल्छन् कि। अहिले फेरि घाम हुन्छ दिउँसो, फेरि अलि छिटो फुकाउनु पर्छ। त्यही भएर छिटो डुका भराएर जाने भनेर हतार गरेको छु। अलिक फेरि घामले खाइहाल्छु। माथि जाँदा जाँदै तल दिचुर आएको छु। दिचुरदेखि जाने माथि दामाङ। घर हाम्रो दामाङ हो, गोठ छ दिचुर। बेसार पनि हामी दिचुर रोपेको छौँ। हेर्नुहोस् साथीहरू, अब मकै खन्ने हो। माथि मकै खन्ने गइरहेको छ। यहाँ तल त अझै उम्रेको छैन, अलिक पछि छरेको मकै। 2-4 दिनपछि फेरि मकै खन्ने भइहाल्छ। हेर्नुहोस्, हेर्नुहोस् है साथीहरू, अब डोका पनि भराइसकेँ। अब घर जान लागेको छु। अब बेसार बोकेर घर जान लागेको छु। हेर्नुहोस् साथीहरू,
रिवानदेखि बस पनि हिँडिसक्यो। म पनि बेसार बोकेर घर हिँडेको छु। बेसार छ अझै थुप्रै बिगान बनाएर सकेको छु। पारी रिवान गाउँदेखि बस हिँडेको छ घोरै जानको लागि। साह्रै धुई भयो साथीहरू, एकछिन पिछुना बस्नु पर्यो। हेर्नुहोस् हेर्नुहोस् है साथीहरू, कति गर्मी छ के। हेर्नुहोस् त पसिना आएको, बेसारा बोकेर आएको हो त पसिनाले लुसुप्प भएको छ। हेर्नुहोस् त कति गर्मी छ। बिछना बसेको छु। हेर्नुहोस् है साथी, तिर्खा लाग्छ भने पानी पनि बोकेर आएको छु। हेर्नुहोस् पानी खान लागेको छु। गर्मी त दिरा 4 गएको, पानी नपरेको, गर्मी धेरै बढेको छ। यसको एक बोतल पानी लग्याम। हेर्नुहोस् सक्न लागेको छु। बिछना बसेको छु चेप्टी ढुङ्गामा। हामीले भन्छौँ चेप्टी ढुङ्गा यहाँ हाम्रो बिछना बस्ने ठाउँ हो यो। काँस दौरा गोठाहरू हिँड्दाखेरि बस्ने बिछौना हो। राम्रो ढुङ्गा छ यति बस्ने, शीतल पनि हुन्छ, गर्मी ताका बस्न पनि राम्रो हुन्छ यति। हेर्नुहोस् साथीहरू, मेरो युट्युब च्यानललाई माया गरिदिनु होला, सब्स्क्राइब पनि गरिदिनु होला, यो भिडियो अन्तिमसम्म हेरिदिनु होला।